क्याम्पिङमा अब के भयो म तपाईँहरूलाई देखाउँछु है त। I love you भन्यो न। I love you। हाई एभ्रिवान, गुड मर्निङ। धेरै समयपछि आयो, म चाहिँ तमन्ना श्रेष्ठ। सो यो मेरो फेरि अर्को नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ उठिसकेँ, म उठेर मुखसुख धोएँ। म अब बिहानै अब यतिखेर हिँड्ने बेला म मुख धोएर सनस्क्रिन लगाएँ अनि केही लाएको छैन अरू। अनि अब भ्याउँदिनँ, अब वहाँ गएर छिटो जानुपर्ने छ। मेन चाहिँ वहाँ गएर स्टार्ट गरिहाल्नु पर्ने छ काम सबै उसहरू। म भ्याउँदिनँ भनेर म आज यति नै छिटो रेडी भएँ। अब आज लास्ट जाडो छ नि त यहाँ। अनि अब हामी हिँड्छौँ, हामी सबै रेडी गरिसक्यौँ। म चाहिँ अब ज्याकेट पनि लगाएँ, रेडी पनि भइसक्यो। कपाल सपाल पनि कोरेको छैन होइन, तर रेडी चाहिँ भइसक्यो। मुखसुख यताउति ब्रसहरू गरिसक्यो नि त। त अब हामी चाहिँ यत्तिकै यहाँबाट निस्किन्छौँ, सबै सामानपत्र गोल्छ। अब यो आएर मिलाउँछु म। अनि मेरो बुढा पनि रेडी। हेलो, गुड मर्निङ। रेडी रेडी मर्निङ। ल अब हामी चाहिँ कफी सफी खान्छौँ, त्यसपछि हामी लाग्छौँ। अब कफी बनाउँदैछु र कफी यहाँबाट कफी रेडी हुन्छ। अनि म यो फर्स्ट गरेर यसमा हालेर लैजान्छु। अब मलाई यतासम्म हुन्छ। अब म यस्तो मजाको स्मुथी आउँछ कि यहाँ हाल्छु। अनि अब यसमै म दुध हाल्छु, किन म चाहिँ फेरि मलाई त्यो उस भएर पिनास भएको भएर म उस खाँदिनँ नि त। अर्को दुध खाएको छैन अहिले मैले। सबै चिज मैले छोडेको छु, डेरी प्रोडक्टहरू यताउति सबै। सो अब म चाहिँ दुध हालेर आल्मन्ड मिल्क हो यो चाहिँ। मेरो म अटोमा चलाइदिन्छु, अटो हो यो। आफै बन्छ। अब खाँदै जान्छु, नत्र मलाई निन्द्रा। हिजो हामी ढिला सुतेको हो। हिजो कस्तो ढिला भयो हो हिजो हामीलाई। अनि यता गर्दा उता गर्दा सबै त्यो मिलाउँदा राति यसरी कामबाट आउँदा सामान किन्नु पऱ्यो, यता मिलाउँदा उता मिलाउँदा ढिला भइहाल्यो कि। अनि हामी उस गऱ्यौँ, सबै सामानहरू मिलायौँ। अब हामी चाहिँ यहाँबाट निस्किन लाग्छौँ। मेरो कफीको मिल्क पनि रेडी भइसक्यो। सो मलाई डिजाइन केही बनाउनु छैन अहिले। वाउ, कफी रेडी भइसक्यो। अब म लाग्छु। अब चाहिँ हामी हिँड्यौँ। बिहान उठ्यो भएर घाँटी पनि कस्तो भइरहेछ, चिसो छ। आयुष आज चाहिँ पानी नपरोस्, म त्यही भन्छु। पानी पर्ने भनेर देखाइरहेको छु होइन यता चाहिँ। अब उता चाहिँ के हुन्छ थाहा छैन। सो आज चाहिँ पानी नपरोस्, म त्यही भन्छु। मेरो पुकु पनि रेडी चाहिँ घुम्न जान रे है पुकु। ल आज चाहिँ अब हाम्रो आजको यात्रा हाम्रो यहाँबाट सुरु भयो। सो अस्ति जुन चाहिँ जे पनि मैले देखाउन पाएको थिएन त्यो भिडियोमा के भएछ भने मैले यताबाट यता हाल्छु भन्दाखेरि डिलिट भएछ कि मैले निकाल्नै जानिनँ। अनि यसो नबस्दो रहेछ फेरि त्यो क्यामेरामा। अब क्यामेराबाट मैले मोबाइलमा यता हालेर अनि त्यहाँबाट मैले एडिट गर्न लागेको थिएँ। अनि एउटा गर्छु भन्दाखेरि एउटा गरेछु कि थिएछ, पुरा सिलेक्ट अल गरेर त पुरा डिलिटमा हानिदिन्छु कि। कस्तो बुद्धि। त्यतिखेर कति राम्रो चिजहरू थियो कि त्यहाँ गएको। मैले सब सुरुको मेरो त्यो रियाक्सन त्यहाँ देख्दाखेरिको त्यो, अनि हामी क्याम्पिङ त्यो टेन्टहरू रेडी गराएको त्यो सब थियो होइन, त्यो सब डिलिट भयो। त्यसमा देखाउन नपाएको चिजहरू म अब यसमा देखाउँछु यो भिडियोमा। सो हेर्दै जानु होला। अब आज चाहिँ हामी 6 जना छौँ। हामी 2 जना भयौँ, 2 जना एकजना यता साइडबाट आउनुहुन्छ दाइहरू, 2 जना सृष्टिहरू छ। त्यहाँ गइसकेपछि देखाउँछु म। अनि आज के हुन्छ अब केही प्लान छैन। वहाँ गएर कहाँ जाने के जाने कहाँ घुम्ने त्यो केही प्लान छैन हाम्रो। यतिकै हिँडेको हो हामी। अनि बाहिरको मौसम पनि हेर्नु न, ल कस्तो छ कि आज पुरा चिसो हावा, घाम पनि लागेको छैन। अब भर्खर उज्यालो भएर नि होला 6-7 पनि बजेको छैन। हामी चाहिँ हिँडिसक्यौँ यहाँबाट। अब हामी यहाँ पेट्रोल स्टेसन आइसक्यौँ। हामी पेट्रोल हाल्छौँ अनि त्यसपछि हामी लाग्छौँ। हाम्रो होइन, हाम्रो
फर्स्ट क्याम्पिङको बेला के भएको थियो भने पुकुले हाम्रो म्याट्रेस टोकेर हावा सब निकालिदिएको, हावै नबस्ने भयो कि। यति 2 दिन यति चिसो भुइँमा सुत्यो। एक दिन चाहिँ त्यस्तो भयो अनि टालिम होइन। अनि फेरि अब चाहिँ हुन्छ होला भन्ने सोचेर फेरि अनि अर्को दिन पनि त्यस्तै कि। फेरि हामी यस्तो होला कन्डारा ठाउँमा गएको थियो, त्यहाँ म्याट्रेस किन्ने त एउटा केही पनि थिएन होइन। त्यो सोच्दा नसोच्ने हुन्छ। त्यो बेला त्यस्तो भयो हामीलाई एउटा ठाउँमा त्यस्तो एकचोटि फर्स्ट क्याम्पिङमा हामीलाई त्यस्तो भयो। सेकेन्ड क्याम्पिङमा अब के भयो म तपाईँहरूलाई देखाउँछु है त। सेकेन्ड क्याम्पिङमा सधैँ एउटा न एउटा यादगार छुट्ने भयो कि हाम्रो त्यो उसमा। ए के हो यस्तो। अनि सेकेन्ड क्याम्पिङमा आज हामीलाई के होला जस्तो लाग्यो तपाईँहरूलाई। अब ल हेर्नु त यहाँ साथीहरू देख्नुभयो नि के भइरहेछ यहाँ। पानी यत्रो दिन नपरेको पानी, यत्रो दिन नपरेको पानी परे नि हुन्थ्यो नि भनेर बसेको पानी पर्दियो आज आएर पानी पर्दियो। अनि ऊ चाहिँ के भन्दैछ भने जे चिज पनि साधारण सिधा हिसाबले गयो भने त त्यो इन्जोय नै हुँदैन, त्यो यादगार नै हुँदैन, त्यो रमाइलो नै हुँदैन होइन। त्यो हामी यस्तो भएको थियो भन्ने कुरा त्यो केही पनि हुन्छ। सिधा गयो सिधा आयो गयो, त्यो एउटा सिम्पल तरिकाले मात्र हुन्छ। तर केही एक्स्ट्रा भयो केही चिज भयो भने त्यो हमेसा सधैँ हामीलाई याद हुन्छ अरे कि होइन। अनि त्यस्तो भयो फर्स्ट क्याम्पिङमा पुगुले हामीलाई मजा दिलायो। अनि त्यसपछि सेकेन्ड क्याम्पिङमा अब हामीलाई यो आजको वेदरले हामीलाई केही न केही याद गराउला जस्तो छ। पानी पर्दै यार घाम पनि लागेन यस्तो छ बाहिर, पुरै बादल। ल हेर्नु त कालो यस्तो नै हुन्छ त, कस्तो हो यस्तो भयो। अब यस्तो छ केही छैन ठिकै छ। अब हामी कसरी गर्छौँ यस्तो पानी परेको बेला झन् इन्ट्रेस्टिङ हुँदैछ होइन हाम्रो दिन। अब हेर्दै जाऊँ पुरा एडभेन्चरको उस भइरहेको छ कि हामीलाई, एडभेन्चरमा गए जस्तो टाइपको होइन। अब केही छैन, लेट्स सी के हुन्छ अगाडि देखाउँछु ल। सबै चिज हाम्रो लाइफमा कहिले पनि केही चिज पनि हाम्रो लाइफमा सिधा हिसाबले जाँदैन कि। यस्तो अनि यस्तो हुन त त्यही हो लाइफ नै होइन। मान्छेको यहाँ त्यो चेक गर्दाखेरि पनि त्यो धड्कन त्यो हार्टबिट चेक गर्दाखेरि नि मान्छेको सिधा गयो भने त के गयो होइन माथि। अनि यस्तो त हुनुपर्छ नि। त्यस्तै हो कि हाम्रो लाइफ पनि यस्तो हुन्छ क्या जहिले यस्तो पुरा झिकझ्याक सिधा हिसाबले जाँदैन। तर ठिकै छ के गर्नु, यो भनेको हामीले स्ट्रगल लाइफमा हामीले धेरै चिज भोग्यो। भोलि पर्सि हामीले हाम्रो छोराछोरीलाई नातिनालाई हामीले सुनाउनुपर्छ हामीले के गरेर कसरी हामी यहाँसम्म आइपुग्यौँ भनेर। अब म तपाईँहरूलाई देखाउँछु कसरी हामीले अब वहाँ गएर कसरी हामीले म्यानेज गर्छौँ, के गर्छौँ, कसरी हाम्रो ट्रिप कस्तो हुन्छ सब देखाउँछु। यसो कस्तो अचम्म खालको हुन्छ होइन। जहिले पनि कहिले के भइरहन्छ कि। मेरो पुगु यहाँ चिन्नु नआएर कस्तो भएको छ मेरो पुगुलाई। ल अब चाहिँ म उतै गएर देखाउँछु। म तपाईँहरूलाई यही देखाउनु आएको थिएँ कि पानी नपरोस् भने फेरि परिहाल्यो। अँध्यारो गरेर चाहिँ जति हामी उता गयो हाम्रो क्याम्पिङ गर्ने ठाउँतिर गयो होइन त्यति धेरै अँध्यारो भइरहेछ कि झन् धेरै बाटो यस्तो थिएन है जानु हाम्रो घरतिर। पुरै जति हामी अगाडि बढिरहेछौँ नि त्यति नै धेरै झन् हामी कहाँ कुहिरोमा त्यो कहाँ गुफाभित्र छिर्नु लाग्यो जस्तो टाइपको फिल भइरहेछ। तर केही छैन, जस्तो आउँछ त्यस्तै टर्छ भने जस्तै अब हामी जस्तो आउँछ त्यसरी नै हामी अगाडि बढ्छौँ। ओके केही छैन। ओ माई गड बाप रे झन् अगाडि गयो झन् धेरै पानी परिरहेछ होइन। यस्तो पुरा पानी पर्दैछ कि झन् उता गयो झन् धेरै पानी परिरहेछ हो। ओ माई गड यस्तोमा क्याम्पिङ हुन्छ असम्भव हो के हो। साउन्ड सुन्नु न पानीको। त्यो क्यामेरामा यत्तिको देखाएको छ होइन, क्यामेरामा तपाईँहरूले सिधा बाटो देखिरह्यो होला। तर यहाँ हामीले जुन चलाउनको लागि त्यो पुरा त्यो बाटोलाई नै पानीले
यो पुरा यो पानी युज गर्नु चलाउँदाखेरि पनि पुरै बाटोलाई युज गरिरहेको छ बिस्तारै चलाऊ है यस्तो भइरहेछ कसरी गर्ने ओ माई गड यस्तो यादगार त यादगार लास्ट चाहिँ यादगार होला जस्तो छ हेर्नु बाटै राम्रो देख्दैन कि यो क्यामेरामा यस्तो देखाएको छ यो बुढाले पुरा ध्यान दिएर चलाउँदैछ यस्तो पानी हानेको छ बिच बाटोमा आइपुग्नुमा पनि अब अझै 1.5 आवर बाँकी छ अनि अब हामी त्यहाँ पुग्दासम्म अनि के हुन्छ रोकिन नि सक्छ अब उता नपरेको नि हुनसक्छ नि त अब हेर्दै जाऊँ के हुन्छ हामी यहाँको चाहिँ यस्तो हालत छ देखाइहाल्यौँ उहाँको के हालत हुन्छ वहाँ गएर अब टेन्ट लगाउनु त पर्यो फर्स्टमा यस्तै पानी परिरह्यो भने त लगाउनै गाह्रो भयो नि त एकचोटि लगाइसकेपछि त केही मतलब पर्दा हुँदैन थियो त्यो त्यसपछि पर्दा त केही मतलब हुँदैन थियो तर नलगाउँदै यत्तिकै पानी पर्यो भने त हामीले त्यो लगाउन पनि सक्दैनौँ हावा पानी पर्यो भने त आधा बाटोमा आएर हामी चाहिँ यहाँ उसमा पेट्रोल स्टेसनमा टोयलेटहरू यताउति जानको लागि रोकेको थियौँ त्यहाँबाट हामीलाई भोक लाग्यो नि त बिहान केही पनि नखाइकन हिँडेको एउटा कफी मात्रै खाएर हिँडेको भोक लागे जस्तो भयो अनि हामीले ससेस अनि चिकन विङ्स र अनि एउटा त्यो डोमेस्टिक टाइपको एउटा लिएको छौँ दुईवटा एउटा अनि हामी अब यो खाएर जान्छौँ मेरो पुरा बास्ना सुँगेर यताउता गर्दैछ अब हामी खान्छौँ अनि त्यसपछि यहाँबाट फेरि आधा 1 घन्टा जति छ होला है अब जाम अब पुरै 1 hour 11 minutes रहेछ अब हाम्रो यहाँबाट अझै यति खाएपछि अब भोक पनि लाग्दैन निद्रा पनि लाग्दैन हामी चाहिँ यहाँ आइसक्यौँ होइन धन्न यति खुसी लागेको छ कि पानी परेको छैन रहेछ यहाँ म तपाईँहरूलाई ठाउँ देखाउँछु है हेर्नु है त ओ माई गड यो पुरा लेक छ यहाँ पानी हेर्नु न यो कस्तो खालको यो निलो निलो पानी कस्तो राम्रो ठुलो छ यो लेक होइन अनि यहाँ नेपालको रारा लेक जस्तो छ यार कति राम्रो के यस्तो निलो पानी मैले देखेको थिएन यस्तो निलो पानी कति राम्रो ठाउँ रहेछ यहाँ चाहिँ तर यहाँनिर चाहिँ के अरे उसहरू चाहिँ छैन जस्तो लाग्यो मलाई लाइटहरूको उसहरू चाहिँ छैन रहेछ पावर चाहिँ छैन छ अनि यसरी यहाँनिर यस्तो गर्ने ठाउँ रहेछ यहाँ मान्छेहरू कति धेरैजना आछन् यहाँ यस्तो छ ओ माई गड वाउ ठुलो रहेछ यहाँ तर स्विमिङ चाहिँ रिस्क छ यो एरिया र बन्ने टेन्ट यो यहाँ चाहिँ एउटा यता एउटा सृष्टिहरू नै आइसके यिनीहरू हेलो ल उनीहरू नै आइसक्यो हामीले सबै रेडी बनाइसक्यौँ अब सामानहरू पनि मिलाइसक्यौँ यहाँ चाहिँ डिस्कस हुँदैछ के हाल्ने कस्तो हाल्ने मस्त भयो यो टेन्ट चाहिँ मैले नि यस्तै खालको ठुलो लिएर आउनु पर्छ चेन्ज अर्को उस गरेर यस्तै खालको लिएर आउँछु बस्नु पर्यो नि त्यो अघि एकछिन मैले ओछ्यान ओछ्याउने बित्तिकै गएर हजुर एकछिन सुतेँ कि अझ के गरिदियो तिमीलाई के गरिदियो यस्तो ल आऊ आत्तिने हो कि आत्तिने हो नि ल आऊ यहाँ ल कस्तो मजाको टाइम भयो यस्तो पानी परेको थियो
मजा आउँदैन होला भन्ने लागेको थियो होइन लास्ट टाइममा त भयो के पुरा मजा यस्तो टाइम यस्तो उस भयो चेन लगाइदियो हुन्छ अहिले हावाले सबै त्यो हसिस्टी अनि यो दुईटा डोरोले के यहाँ आउनु न त्यो चेन लगाइदियो कि अहिले हावाले फेरि त्यो उडाइदिन्छ फेर फेर चुच्चा माथि अनि यो दुईटा डोरोले बानेर यसलाई तनक गएपछि यो उड्नु पाएन ल ल अब हाम्रो यो भयो अब म तपाईँहरूलाई अहिले एकछिनमा फेरि अर्को चिजहरू पनि देखाउँछु मजाको ठाउँ छ यहाँ रमाइलो छ ल हावा चल्छ भनेर नबाल्नु भनेको हो कि खै भिडियो खिचे त यस्तो हामीले आगो सागो बाल्यौँ होइन अब यस्तो जाडो छ के गर्नु मेरो पुग त मजाले बसेको छ अब यसो उइसोरी डोगे गर्ने यहाँ राखेर ल ल ग्लास ल्याइहाल त यो सुरु गरिहालौँ साली भेनाको आज दरो जम्नीवाला छ है जम्दा जस्तो छ अब यहाँ यसरी बोतल के होला जस्तो छ है के होला जस्तो छ है अब चाहिँ चितवन पनि छ यहाँ खल्तीमा आउँ त्यता नेपाली कुरकुरे छ मेरो बुढालाई चाहिँ लास्ट चिसो हुन्छ सधैँ होइन यस्तो चिसो हुन्छ धुवा देखेर चाहिँ आउने होला तिनीहरू गाडी लिएर आओस् आओस् होइन खानु आओस् अनि कसरी We don't give a shit. Shit. दाइहरू आउँदैछ नि त आगो यो नै सकिन्छ होला हौ बोतल फुटेर माथिबाट निस्कला नि फेरि हेर त लाज नभएको वैष्णवको नाति भएर मेरो बुढाको सबै सुख भयो आज कपाल किन मिलेन सधैँ हिरो देखिरहेको यो यताको हुँदै भएन काम यता चाहिँ पानी तात्दैछ हाम्रो ग्यासमा अब उहाँ हजुरले चाहिँ अनि सर्भ गर्दै हुनुहुन्छ उसको खोइ त अनि भाडा कहाँ यहाँ राखिदिनु भएको अनि ल सुहाइ पारम त तापकेम पानी त तार बिचरा सानो छ Cheers! के गर्ने त यसलाई कहाँ राख्ने त ठाडो 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 घाँटी तातै भएन यस्तो छ चिसो भयो क्या मेरो बुढा तातो भयो त साली हाल त यहाँ सालले हालिदिनु हो चुपा गएर हालिदिन्छु अब चाहिँ मिठो हुन्छ होला बेसी यो त कालो छ त को गयो क्या भयो बाबु तँ भेना सेवारो म राईको बुढी राईको बुढी भइसक्यो अब सेवा त्यहाँ चाहिँ हाल्नु परेन मेरो भेनालाई दिइसकेपछि अरू मैले सम्झिन्न मलाई पनि सालीको उस लाग्यो हो क्या रहर लाग्यो भन्नु न अनि सालीबाट त खत्रै मान पाइन्छ नि हो साह्रो भएर आउने फेरि तनाव होला फेरि ला साले आधा भए घरवाली तपाईँहरू आउनु 3 घन्टा पनि छिरेर आउनु भन्नुभएको थियो नि त मेरो बुढाको टोपी चाहिँ कत्रा हो कि के हो ऱ्यापे ट्यापे उयो नगर न एउटा लिएर जाउँ सानो लिएर जाउँ भनेर अनि हामी त्यो लिएर तपाईँ रान्जालसम्म त्यतिसम्म यो चाहिँ सुरुवात गरौँला भनेर बसेको त्यो लिएर आएको अनि 3 घन्टा ठ्याक्कै हाम्रो घरबाट 2 घन्टा 22 मिनट जति थियो ला अब खायो अब लुगा चाहिँ निकाल्दैन आज फ्री अब बिचारा जे गरे नि के सधैँ अब घर गएपछि हुन्छ भन न यो सबै भिडियो खिचेर घर पठाइदिनु हैन अनि घर गएपछि हुन्छ हैन फेस क्रिम देखेको मैले त्यो आँसुले हो मेरो पुगुलाई र मेरो पुगुलाई आज यति धेरै रमाइलो लागेको छ हैन धेरै दिनपछि बाहिर निस्केको उलाई लास्ट रमाइलो भइरहेछ ल विन्टर सुरु भयो हाम्रो विन्टर सुरु भयो यस या अब चाहिँ बारबिक्यू पनि गर्न सुरु गर्नुपर्छ जस्तो लाग्यो हामी अझै दौराहरू खोज्न जान लाग्यो
यस्तो जाडो भइरहेछ अनि त्यसपछि क्याम्प फायर गर्नको लागि अझै हामीलाई दाउरा पुगेन यो हेडलाइट लाउनेलाई चाहिँ थाहा छ कहाँ यो हेडलाइट लाउनु चाहिँ के म्यान भर्सेस वाइल्डको म अघि नै दाउरा त्यहाँ पुरा हेरेर आइसकेको छु होइन अब राति भएर अनि अब मेरो साम्पाङलाई चाहिँ अलिकति बोरै बोकेर हिँडिरहेको अनि फेरि नानीको हामी माइन साइडमै छौँ नि त त्यही भएर माइनिङै त्यो नि हो अफकोर्स अनि के अरे नानीको आमाहरूलाई चाहिँ जहाँ पनि दुःख के फेरि दुख्नुपर्छ नानीको बाउलाई पनि दुःखै छ है दाइलाई पनि यस्तो छ ऊ अर्को हाम्रो नानीको त सबैजना यतिखेर जम्मा गयो त 5 महिना भइसक्यो सुन न खस्न सबैभन्दा रमाइलो चाहिँ मेरो बेबी र मलाई खाली हात जगन्नाथ अन्ली बोरा यो पोइन्टमा आएर चाहिँ भित्र जान सबैजना डर अब मेरो बुढा अनि दाउरा खोज्न लिटरली हामी यसरी हिँडिरहेको छौँ यो ओइ बेबी कुरो टाँसिन्छ नि त अनि मेरो बेबी र म चाहिँ लिडर अनि नानीको आमा बाबाहरू चाहिँ पछाडि यो लाइट कस्तो दामी आएको लाइटमा यहाँ निकाल न बोरा बोकिनलाई ब्लगमा म पपुलर हुनु पर्यो मेरो बेबी चाहिँ बोराम्यान वेट बेबी रुक के भाचुङ कि आ हेर न फेरि होला नि त खोइ त नि कुपी यत्रो आयो रुखमै छ रुख सबै छ नि रुखै ढाल्ने हो कि क्या हो आयो है आयो दाउरा आयो झन्डै पोखरीमा म चाहिँ दाउरा यस्तै थियो कि दाउरा होइन होइन दाइ त्यो डाम्फाको ईश्वरको देन कहाँ जाला फेरि अब चाहिँ हाम्रो यहाँ पुरा अब चाहिँ हामी राति भइसक्यो है लास्ट अँध्यारो भइसक्यो अब चाहिँ हामी यहाँ क्याम्पिङको यो उस भएर आगो सागो बाल्यौँ अब यहाँ हेर्नु न यहाँ कति ज्ञानी यस्तो ज्ञानी नै हुन्छ कोही यति ज्ञानी अब हामी यहाँ चाहिँ उस गर्छौँ हाम्रो त दिमागै चल्नु रहेछ साथीहरू यहाँ चाहिँ लाइटै चाहिँदैन रहेछ होइन हामी चाहिँ पुरा लाइटर बोक्दै हिँडेको यति घुमाए पनि चलिरहेछ होइन अब हामी चाहिँ आज होल नाइट नै बस्नेवाला छौँ होला सायद यो चाहिँ हाम्रो सेकेन्ड क्याम्पिङ हो अघि यहाँनिर राखेको थियो तपाईँले हातले पोख्यो के सबै चिसो छ भने सानो त्यो हुँदैन कि चिसो अनि अब चाहिँ हामी मजाले रातभरि क्याम्प गरेर बस्नेवाला छौँ सानो के बोल्नु त म चाहिँ अब बोल्ने स्थितिमा छैन अहिले अब हामी चाहिँ यहाँ चाहिँ लाइट छैन रहेछ कि साथीहरू मेन तर लाइट नभए पनि केही छैन हामीले मेरो मोबाइलै स्विच अफ भए पनि केही पनि फरक पर्नेवाला छैन होइन आजको यो 2 दिन कसैको केही पनि हामीलाई डिस्टर्ब नहोस् कसैबाट स्विच अफ भए पनि केही फरक पर्नेवाला छैन तर मेरो क्यामेरा चाहिँ बस्नु पर्यो क्यामेरा के गरेर स्विच अफ भयो भने म त्यहाँ सपिङ सेन्टर गएर चार्ज गरेर आउँछु होइन अनि तर आज के छैन आज हामी मजाले अब बाहिर आगो तापेर मजाले गफ गऱ्यौँ हाम्रो रमाइलो यति रमाइलो भइरहेछ होइन लास्ट रमाइलो ठाउँ रहेछ यो चाहिँ हाम्रो सेकेन्ड क्याम्पिङ हो तर सेकेन्ड क्याम्पिङमा हामीले यो फायर उस गरेको चाहिँ हाम्रो फर्स्ट हो अस्तिको पालि चाहिँ बुस फायर हुन्छ भने हामीले गर्न पाएन यो पालि चाहिँ सेकेन्डमा चाहिँ हामीले गर्न पायौँ अब यसमा हामी आगो उस गरेर पुरै बार्बिक्युहरू गर्नेछौँ अब बार्बिक्यु गरेर मजाले उस गर्नेछौँ आज रातभरि हामी बस्नेछौँ सो अब यति नै हो थ्याङ्क यू सो मच हेरिदिइराख्नु भएको यहाँ चाहिँ पुरा रमाइलो हुँदैछ होइन हामीलाई चाहिँ कति रमाइलो मेरो पुकु या रमाइलो यो यता यहाँ फेरि पानी तताउँदैछौँ अब यहाँ हामी बार्बिक्यु गर्छौँ लास्ट अनि सानो सानो ल के शब्द गर्दिनँ अनि म इन्ड गर्छु भ्लग होइन म अब के सबैको एक शब्द होइन कस्तो खालको फिल भइरहेछ त्यो म सुन्न चाहन्छु अनि त्यसपछि भ्लग इन्ड गर्नेवाला छु ल गो क्याम्पिङ एन्ड रक
That's it. अनि के फिल भइरहेछ आज यस्तो 4 दिन 4 दिन पुरै पन्छी जस्तो उडिरहेछ म ऋषि धमला जस्तो सबै सोधिरहेको एकचोटी गीत गाइदिनुस् न ल अब हजुरको केही बाल म त केही नि भन्नु छैन क्यामेरा ठडा खाँदो थियो के भन्नु यसो के मनमा लागेको कुरा के भन्नु छैन आई लभ भिनाजु भन्दियौ नि त आई लभ यु तर मेरो बुढालाई ला मोए अब हाम्रो जोइसबाट के कुरा के भनिदिनु होला माया गर्छौ नि त ल गालामा अब के लागिरहेछ मनमा भन्नु नि त यसो मलाई धेरै दिनपछि लागेछ मनमा लाग्छ अब ज्यान भरि लागिसक्यो नि भन् ल के आफ्नो दुई शब्द भन्दियो अरे ब्लगरको भ्युअर्सहरुलाई के भन्ने हो इन्जोय सबैजनाले त्यति मात्र हो अब दाइको पालो है एउटा कम गर्ने मान्छेलाई क्यामेरा ठडाइदेखा धेरै बोल भन्दिया अन्डर कन्फिडेन्स दाइको पालो अब दाइको पालो ल भनिदिनु होला के लागिरहेछ क्याम्पिङ ल भन्नुहोस् चिल एकदम रमाइलो लागिरहेछ ल एकचोटी गीत गाइदिनुस् ऋषि धमला क्या तपाईँ चाहिँ ल अब चिल्लाइरहेछ नि अब हजुरको पालो के भनिदिनु होला लाइक कमेन्ट यस्तै छपारा दुश्मन हेरेको त्यस्तो नभने फेरि अब आपत पर्छ त्यस्तो भन्यो भने फेरि अब भाइरल लेटेस्ट अहिलेको हैन कन्ट्रोभर्सियल होला कन्ट्रोभर्सी आउँछ फेरि त्यस्तो भन्यो नि ल ए छेके ल आजलाई यति नै हामी चाहिँ एकदम रमाइलो गऱ्यौँ मेरो पुकु पनि एकदम रमाइलो गरिरहेको छ हामीले चाहिँ सेकेन्ड टाइम चाहिँ लास्ट रमाइलो भयो होइन ठाउँ पनि त्यस्तै राम्रो छ रमाइलो भयो अलिकति एउटा नराम्रो छ एउटा बत्ती यहाँनिर रहेनछ तर ठिक छ बत्ती नभएकै राम्रो के अरे अब चाहिँ ल यति भन्दै म मेरो ब्लग यही एन्ड गर्छु न्यूज हैन अब त्यो नेपाल ट्युब छ अब यति भन्दै म मेरो ब्लग यही एन्ड गर्छु थ्यांक यू सो मच फर अब सबै कुरा भोलि आउँदैछ अब बाइ बन्देरी टिप